शीतले भिजिसक्यो। यो ज्याकेटहरू यी चुत्रुक्कै गइसक्यो। फाइनल्ली अघि आइयो। ऊ बाइकै बन्द हुन्छ त यार। हेलो गुड मर्निङ एभ्रिवान है। शुभ दिन, शुभ बिहानी, शुभ प्रभात। बिहानको अहिले एक्ज्याक्ट भन्नुपर्दाखेरि 7:42 अहिले चाहिँ म दाङको तुलसीपुरमै छु। तुलसीपुरबाट चाहिँ नेपालगञ्ज जान लाग्यो। अनि नेपालगञ्ज चाहिँ अलि जानै पर्ने भएर म चाहिँ बिहान निस्केँ। कुहिरो देख्न सक्नुहुन्छ, लाग्छ चिसो छ। अनि त्यही हो, अबको तुलसीपुरदेखिको नेपालगञ्जको राइड चाहिँ कस्तो हुन्छ, त्यहाँ अगाडिदेखि चाहिँ सर्टकटको चाहिँ नेपालगञ्ज निस्किनुपर्ने हुन्छ। अनि त्यही हो, अब एक्लै जान चाहिँ अब लाग्छ नि त, ब्लग गर्दै जाऊँ भनेर चाहिँ मोटो ब्लग गर्न लाग्यो। सेटअप भइसक्यो। अब चाहिँ बिहान रेडी बोकेर अब चिसो छ, त्यही भएर एकचोटि राम्रोसँग तयारी गरौँ हामी। वाइल्ड कपडा लाग्छु लाउनु त, जति लायो पनि चिसो त आइहाल्छ कि फेरि। अनि पहिला हेलमेट लाउँछु, त्यसपछि निस्किम, ढिला गर्नुहुन्न है। कस्तो एङ्गल आइरहेछ, राम्रै होला मेबी। अब नमस्ते एभ्रिवान, होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा है। यो बाटै नदेखिया हो कि बाटै यस्तै हो कि के हो कुराकानी। अनि शुभ दिन, शुभ बिहानी, शुभ प्रभात, हजुरको दिन शुभ जाओस् होइन। अनि अहिले चाहिँ म चिसो चिसो मौसममा 1-2-3 घन्टाको राइड गर्दैछु। अनि सब्सक्राइब गर्नुभएको छ भने ट्याट्ट दाबेर सब्सक्राइब गरिहाल्नु। अहिले चाहिँ अब तुलसीपुरदेखि नेपालगञ्ज गइरह्यो। अहिले चाहिँ म माथि पहाड चढिरह्यो। वाइल्डै जाडो हो क्या, अति नै हेर्नु सक्छ। पुरै शीतले भिजिसक्यो। यो ज्याकेटहरू यी चुत्रुक्कै गइसक्यो। अति नै जाडो छ यार। जाडो भनौँ कि देख्न सक्नुहुन्छ अहिलेको अवस्था। अलिअलि घाम झुल्किरहेछ होइन। यो पहाडमा भएर कुहिरो वाइल्ड लाग्यो क्या। म त चुत्रुक्कै हुन्छु कि अब यार। सबभन्दा मेन कुरा हात ठिरायो अनि खुट्टाको घोडा। अहिले चाहिँ राइड गर्नु बल्ल मजा आइरहेछ है। घाम लाग्यो अलिअलि भयो नि। म एकछिन रोक्छु यहाँ। अति नै भयो कि अति नै यार जाडो त। हो अहिले चाहिँ म अलिकति अगाडि आएर डाँडाको टुप्पामा छु। शीतले मुख वाइल्ड हान्यो, चिसो मुखैभरि शीतै। अनि यहाँ घाम लगाएर चाहिँ वाइल्ड आज चिसो पो पुरै ठिरायो क्या। त्यसपछि यहाँ तताउनलाई चाहिँ घाम ताप्नलाई यस्तो मस्तको घाम लगाएको छ। अब हेरौँ राइट कस्तो हुन्छ के हुन्छ। अहिलेसम्म त ठिकै छ। ठिकै भन्नाले पनि चिसोले हान्यो क्या। वाइल्ड जति कपडा लगायो पनि हुन्न यार। ग्लोभ्स त अब त्यो लेदरको थियो, अर्को अलि किन्नुपर्ने जाडोमा। कति किन्न। त्यस्तै यो चाहिँ भ्याली हो। अब कुहिरोले केही नि देखियो होइन है। यो चाहिँ डाँडा। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ। धेरै ढिला नगरौँ, हामी चाँडै पुग्नु छ। बाइकको कन्डिसन हेर्नु पुरै शीतले हानेर है। चिसै पुरै फोहोर। हिजो वास गर्ने भनेको त्यस्तै हो। ल यहाँको रेस्ट सक्यो।
चिसो भयो क्या। जाउँ अब पेट्रोल हाल्नुपर्छ, कुनै पेट्रोल पम्प भेट्यो भने चाहिँ। अब यतिको भए पो, तर के छुट्टी लागिरहेछ यार, केही त छुट्याएन। माताले रक्षा गरून्। डाँडाको अर्को साइड आयौँ हामी अहिले चाहिँ। आहा हामी त्यही बाटो जान्छ अहिले। सर उही जाने हो। ओए भस्मै रहेछ त यार। चाहिँ म अब अमूल्य पुग्नलाई अब तल माथि तले गर्मी नै थियो, तल त झन् चिसो रहेछ यार, के भयो। अनि त्यो माथि हाइटदेखि एक्कासी तल झर्दा झरेको कान त पुरै दुम्म भएछ पुरै, हुन्छ नि। मलाई राम्ररी केही सुनिरहेको थिएन क्या। के हो त यार जाडो त यार, शरीरमा पुरै काँडा उम्रिन लागिसक्यो यार। अगैयाबाट चाहिँ छिरेर सिधै नेपालमा निस्किनु पर्ने हुन्छ हामी चाहिँ, किनकि हाम्रो कोलपुर काम छैन। अनि नेपालमा जान डाइरेक्ट अब यताको मान्छे नेपालमा जानु पऱ्यो भने त त्यही गर्दा हुन्छ बेस्ट, किनकि उता टाइम लिमिट हुन्छ। अनि टाइम लिमिटमा चाहिँ आधा घन्टा चाहिँ वेस्टै जान्छ। जम्मा 30को कतिको स्पिडमा हिँड्नुपर्ने हुन्छ। अनि 30को स्पिडमा हिँड्नु पऱ्यो भने त सकेन। यस्तो बाटो छ, फेरि यति चुम्मा बाटो छ, 120 हान्ने जस्तो बाटो छ, हिँड्नुपर्छ 30। यो चाहिँ इस्ट वेस्ट हाइवेमा जोडिसकेँ म। अनि अब नाइट गाडीहरू आउने साउने अब के छ व्यवस्था भइरहेको हुन्छ यसमा चाहिँ। अब काठमाडौँदेखि क्या डे गाडीहरू छुटिरहेको हुन्छ है। गाडीहरू चाहिँ धेरै हिँड्छन्, यसमा चाहिँ अलिक ख्याल पुऱ्याउनु पर्ने हुन्छ। अनि पिच पनि अब यो कहिले गरेको पिच हो। यसरी ओट्याक गर्छ न, कहाँबाट हुन्छ त यार। पिच त पिचै छ, त्यो पिचमा पनि खाल्टो छ क्या, यस्तो छ। त्यो भएर चाहिँ अहिले मजा आउँदैन। फाइनल्ली अगैया आइयो है। अगैयाबाट चाहिँ लेफ्ट लाग्नुपर्छ, सिधै गयो भने कोलपुर, यता लेफ्ट लाग्यो भने चाहिँ अगैया है। अब म चाहिँ लेफ्ट लागेँ। यो चाहिँ पुल ड्याम यस्तो मिठोको छ, मान्छेहरू माछा मार्न गएको छन्। नजारा अगैयाको है, कस्तोको छ। अब 37% ब्याट्री छ। अब ब्याट्री लो भनेर 5 सेकेन्ड मात्र भिडियो गर्छ। यहाँको बाटो त जस यताको बाटो अस्तिको भ्लगमा पनि देखाइसकेको छु। अब धेरै देखाउँदैन, ब्याट्री पनि डाउन भएको अटोमेटिक 5 सेकेन्ड भिडियो गर्छ, त्यसपछि अफ भइहाल्छ। ल राइड कन्टिन्यू भइरहेछ है, मजा आइरहेछ। यस्तो राम्रो बाटो छ, जङ्गल छ चट्ट पाराले। अहिले चाहिँ म नेपालगञ्ज आइपुगेँ। अब 2-4 घन्टा काम छ, काम सकेर चाहिँ भेटौँला। अब ठ्याक्क कति बज्यो भन्ने कुरा थाहा भएन, ब्याट्री सक्यो गोप्रोको। भइरहेछ नि, भइरहेछ ल है त। अब म चार्जमा हाल्छु अनि यहाँ कामसाम सक्छु, त्यसपछि फेरि भेट्छु ल। अहिले चाहिँ म नेपालगञ्ज 10 भनेपछि 9:40 10 बजीतिर आएको थिएँ बिहान। अहिले 4:49 भनेपछि 4:50 भनौँ, 4:50 गयो। नेपालगञ्ज 1 किलोमिटर अगाडि आएको छु म। त्यहाँ दिनभरि 3-4 घन्टा काम थियो, 3-4 घन्टा पनि 5-6 घन्टा सकेँ काम। म बर्दिया घर जानु लाग्यो होइन। अब भ्लग त कन्टिन्यू गर्नु पऱ्यो। वाह वाइल्ड गरी बसेँ म चाहिँ, तर कपडा सपडा टन्न लाग्छु। बाइकमा पेट्रोल हाल्न छ, अनि म कहीँ रोक्दैन, बाइक धोस्दै बस्छ है। यो धुलो धुवा हाम्रो मामाहरू हुनुहुन्थ्यो, तर के गर्नु चेकिङ भएन। कहिले चेकिङ हुन्न फेरि यस्तो बेलामा। मुखसुक धुम भनेको थिएँ यहाँ,
अलि अगाडि गरेर धुन्छु हेर्न अब, किनकि अलिकति निन्द्रा लागेको जस्तो गरिरहेको थियो। अनि मामाहरूलाई देख्ने बित्तिकै निन्द्रा सिन्द्रा चाहिँ नभेटेको भए ठिकै हुन्थ्यो, अब भेटिहाल्यो, अब छुट्नै पर्यो जिन्दगीको रित के नै छ र। त्यो किरा आएको ठोकिया छ नि यार, किरै होला सायद। कस्तो भ्यू देखिया छ है, तोरी फुलेको आनन्दको। अघि नि त्यति राम्रो दृश्य देखाएँ मैले, अनि अहिले आएर भिडियो रेकर्ड हुन्छ यार। कति बाइकै बन्द हुन्छ त यार। यही हो 5 किलोमिटर जति चाहिँ बाटो खतम छ नेपालगञ्जदेखि गुलरीसम्मको। अरू चाहिँ सब ठिक छ, बन्दैछ। त्यो रोकिएको यताउति केही छैन, काम एकदम कन्टिन्यू फटाफट। ओभरटेक गर्छन्, सिग्नल त पास लाइट बालेर हुन्छ र होइन। हामी पनि बत्तिर आउँछौँ होइन। फेरि गाडीको जस्तो हाम्रो ब्रेक हुँदैन नि त, फेरि टु विलरको चाहिँ यहाँ ब्रेक हाल्यो भने त अलि अगाडि गरेर राख्छ, चार पाङ्ग्रेको चाहिँ अलिक चाँडै लाग्छ। त्यो कुराहरू चाहिँ ख्याल गरेको हुँदैन। कहिलेकाहीँ चेकिङ हुन्छ, कहिलेकाहीँ हुँदैन। हेर्न सक्नुहुन्छ भ्यू है, कस्तोको सूर्य अस्ताइरहेछ। बाइक टायर मेरो हालत चेन के को यस्तो लाग्यो यार। ए बा यो धेरै हल्लिएर यहाँ खाएर टायरलाई यस्तो बनाइदिएछ यार। धेरै हाइवेमा हेर त हालत मेरो बाइकको। त्यही हो, माछाहरू हुन्छन् यहाँ। मयूरको पाक किन्दैछन् त्यहाँ टिफर ड्राइभरहरूले। म चाहिँ अब घर आइपुग्नुलाई राजदाई आएर रहेछ, पेट्रोल हाल्न आएर चाहिँ ठ्याक्क त्यहाँ एकछिन भेट भयो। सँगै छ पछाडि पछाडि आएछ। कहिले के है आशिष भइदियो बा हिँड पार्नुहुन्थ्यो, भेट्नुहुन्थ्यो। त्यो भइदियो त सँगै गइहाल्थ्यौँ फेरि। त्यो पनि जहाँ तहाँ पनि नै भन्दा नि फेरि। जे होस् केटाहरू सबैजना सँगै छौँ अहिलेसम्म। हामी जति हुनुपर्ने हो, जति थियौँ, अब भोलि हुन्छ केटाहरूसँग भेट मोटेसँग। राजदाईसँग त आजै भइहाल्यो। ल राजदाई, ल राजदाई पनि गयो। अब म पनि घर पुगिहालेँ। ल मेरा फेरि चेलाहरू यी च कति कति कहाँ गएको छ तिम्रो? यता च्यो च्यो सिउ सुन। कतिचोटि सिउ सुन भन्यो। ल बाइकलाई चाहिँ भित्रै राखिदिउँ है। ओहो
ओइ सरी ल अब गाइज